नमस्ते साथीहरू। आज फेरि मैले सानो एउटा भ्लग लिएर आएको छु। यो चाहिँ आज मैले मोमोसँग टमाटरको अचार बनाएर खान लागिरहेको छु। यो चाहिँ जापानको मसिनो टमाटर हो, लोकल टमाटर। यसको चाहिँ अचार मिठो हुन्छ। मैले चाहिँ अलरेडी धनियाँ, टिम्बु, नुन हालेर पिसिसकेको थियो र टमाटर मात्रै पछि हालेको देखाएँ र मेरो यो अचार हो एकदम मिठो ट्वाक्क थियो। अनि मैले चाहिँ यसमा चाहिँ केही हालेको छैन है, त्यस्तो टिम्बु, धनियाँ, नुन, खुर्सानी, टमाटर यति हो। खाने नि यति हो। ल मेरो मोमो पनि रेडी भइसक्यो। यो मोमो चाहिँ कसले बनाएको होला तपाईँहरूले गेस गर्नु होला है त, मलाई चिन्ने साथीहरूले है। यो मोमो बनाउने मान्छे चाहिँ खतरा छ है, खतरा। यो चाहिँ मेरो फ्रोजनमा गरेर राखेको मोमो हो। हामीले पहिला बनाएर खाँदाखेरि चाहिँ साथीहरूसँग मिलेर बढी भएर राखेको मोमो एकदम मिठो थियो। मलाई चाहिँ आजकल एकदम मोमो मात्रै खान मन लाग्छ। अनि मैले चाहिँ त्यही भएर आज भातको साट्टै मोमो खाएँ है त। थ्याङ्क यू।